3 द स्टोरमा चाहिँ कर्डलेस ड्रिल मेसिन फेरि आइसकेको छ है साथीहरु। यसमा सेटमा तपाईले सबै सेटहरु आउँछ जसमा चाहिँ ड्रिल बिटहरु छ अनि स्क्रुको लागि पनि छ हेर्नुस्। साथै सकेट पनि छ 14 सम्मको सकेट हुन्छ। स्नेक ओपनर आयो है त। तपाईले बाङटिङको भएको ठाउँमा चाहिँ स्क्रु नटहरु खोल्न सक्नुहुन्छ। तपाईलाई ड्रिल पनि चलाएर देखाइदिन्छु। यसमा चाहिँ अहिले नयाँमा के छ भने स्पिड लेभल पनि भएको छ। बिट होल्डर पनि छ यसमा दुवै साइडमा र यसको ड्रिल अप्सन्स, स्क्रु अप्सन र ह्यामरिङ अप्सन छ है। र टर्च चाहिँ 1 देखि 25 सम्म चाहिँ एडजस्ट गर्न मिल्छ। ब्याट्री तपाईहरुलाई दुईटा 36 भोल्टको ब्याट्री पनि आयो है। चार्जर तपाईलाई चलाएर देखाइदिन्छु। यसमा बिचमा लक हुन्छ, रिमोट पनि हुन्छ। यो उनीले अहिले घुमेर हेर्नुस्। यता घुम्यो भने हामीले सुल्टो पनि घुमाउन मिल्छ है। यसमा गियर पनि दिएको हुन्छ 1 र 2 स्पिड एडजस्ट गर्न सकियो। र यो भनिहाले ड्रिल अप्सन भइहाल्यो, स्क्रु अप्सन र ह्यामर अप्सन पनि छ। यसको काम भनेको चाहिँ हामीले अब यो टाइलमा, वुडहरुमा, फर्निचरहरुमा र भित्तामा ड्रिल गर्न मजाले सक्ने भयौं। साथै स्क्रु पनि गर्न सक्ने भयौं र वर्कसपहरुमा पनि युज गर्न सकियो है। नटहरु खोल्न मिल्छ। वर्कसपमा चाहिँ अझ विशेष यो बाइकहरुमा, गाडीहरुमा अलिकति भित्र भएको नटहरु पनि हामीले यसरी खोल्न सक्छौं। यो म तपाईलाई लगाएर देखाइदिए यो चाहिँ थाहा नहुन सक्छ। ल यो भयो। अब यो के छ भन्नुहुन्छ भने यो चाहिँ यसमा हामीले ड्रिल बिट स्क्रु बिटहरु राख्छौं र यसले यसरी घुम्छ है। देख्नु भएको छ? उल्टो सुल्टो दुईटै हुन्छ है त। मैले तपाईहरुलाई देखाउन कोसिस गर्छु। ल